कतिपय मान्छे भेट्दा किन यस्तो लाग्छ मानौ उनीहरूलाई वर्षौंदेखि चिनेको छु पहिलो भेटमै पनि। आज हामी यही गहिरो, कहिलेकाहीँ शब्दमा भन्न नसकिने आत्मिक सम्बन्धबारे कुरा गर्दैछौँ। हाम्रो आधार हो आत्मिक सम्बन्धको अनुभूति र महत्त्व भन्ने पुस्तकको एउटा अंश, जसले यस्ता सम्बन्ध किन बन्छन् र यिनको अर्थ के हो भनेर खोतल्ने प्रयास गर्छ। यो स्रोतमा अलि गहिरिएर हेरौँ न त, यसका मुख्य दाबीहरू के रहेछन्। तपाईले भने जस्तै त्यो तत्कालको पहिचानको भावना होइन, जहाँ कुनै तर्क वा परिचय नै चाहिँदैन जस्तो लाग्ने, त्यसलाई यो पुस्तकले दुई आत्मा बीचको गहिरो, लगभग चेतनात्मक र ऊर्जात्मक तहको मिलन भनेर व्याख्या गर्छ। यो केवल मन मिल्नु वा भावना मिल्नु भन्दा अलि फलक कुरा हो भन्ने यसको तर्क छ के रे। पुस्तकमा एउटा चाखलाग्दो विचार पनि छ नि, यस्ता सम्बन्धहरू जन्म जन्मान्तरको यात्राबाट पनि विकसित हुन सक्छन् रे, जहाँ आत्माहरूले पहिले पनि सँगै केही महत्त्वपूर्ण अनुभव जस्तै साधना, प्रेम वा कर्म त्यस्तो केही साझा गरेका हुन्छन्। यो अवधारणालाई कसैले शाब्दिक रूपमा लिन सक्छन् होला वा जीवनमा बारम्बार आउने गहिरो भावनात्मक पाठको प्रतीकको रूपमा पनि बुझ्न सकिन्छ कि कसो? हो, त्यो बुझाइमा भर पर्छ। तर जब यस्ता आत्माहरू फेरि भेट्छन्, पुस्तकले केही शारीरिक र भावनात्मक प्रतिक्रिया हुन सक्ने औल्याउँछ। जस्तै मुटुको धड्कन अचानक बढ्नु, आँखा जुत्दा कुनै पुरानो स्मृति झल्के जस्तो हुनु, वा तर्कले व्याख्या गर्न नसकिने गरी यो मान्छे मेरै हो भन्ने बलियो अनुभूति हुनु। यहाँ जोड दिनुपर्ने कुरा के छ भने यो पहिचान सतही आकर्षण मात्र नभएर तत्कालै गहिरो तहमा महसुस हुन्छ भन्ने पुस्तकको दाबी छ। यो सुन्दा त निकै गहिरो लाग्यो। पुस्तकले यस्ता सम्बन्धका अरू केही लक्षणहरू पनि बताएको छ, जस्तै कसरी छुट्याउने त कि यो साँच्चै त्यस्तै सम्बन्ध हो भनेर। छन् केही प्रमुख लक्षणहरू जुन पुस्तकले उल्लेख गर्छ। शब्द बिना नै एकअर्काको भावना वा आवश्यकता बुझ्नु, नबोलिकनै हो, अनि कहिलेकाहीँ निकै तीव्र भावनात्मक उतार चढाव अनुभव गर्नु, जुन सधैँ रमाइलो मात्र हुँदैन तर शक्तिशाली हुन्छ। दुवै व्यक्तिमा एक किसिमको भित्री परिवर्तन वा रूपान्तरण सुरु हुनु। रूपान्तरण नै हो, अनि बिना शर्तको समर्पण र माया, कुनै प्रयास बिना नै स्वाभाविक रूपमा आउनु। तर खै, यी मध्ये केही लक्षणहरू जस्तै गहिरो समझदारी, तीव्र भावना, त्यो त कुनै पनि धेरै नजिकको सम्बन्धमा देखिन सक्छ नि, होइन र? यो पुस्तकले आत्मिक सम्बन्धलाई अरू गहिरो सम्बन्धभन्दा कसरी फरक देखाउँछ त? राम्रो प्रश्न। पुस्तकले जोड दिने मुख्य फरक सायद त्यो आन्तरिक रूपान्तरणको पक्ष हो। यसले भन्छ कि यस्ता सम्बन्धहरू केवल भावनात्मक आदान प्रदानमा मात्र सीमित हुँदैनन्। यिनीहरूले दुवै व्यक्तिको भित्री विकास वा आत्मजागरणलाई उत्प्रेरित गर्छन्। यो प्रक्रिया सधैँ सहज नहुन सक्छ, कहिलेकाहीँ चुनौतीपूर्ण पनि हुन सक्छ, तर यसले व्यक्तिलाई गहिरो तहमा बदल्न सक्छ रे। त्यसो भए यी सम्बन्धहरूको महत्त्व केवल भावनात्मक सन्तुष्टि मात्र होइन रहेछन्। यो पुस्तकको सबैभन्दा शक्तिशाली दाबी के हो त? यिनीहरू किन महत्त्वपूर्ण छन्? सबैभन्दा मुख्य दाबी नै यही हो। तपाईका यस्ता गहिरो सम्बन्धहरू संयोग मात्र होइनन्, बरु तपाईको आत्मिक यात्राका अनिवार्य ऐना हुन्। होइन? हो, ऐना। जसरी ऐनाले तपाईको रूप देखाउँछ, यी सम्बन्धले तपाईको भित्री गुण, शक्ति अनि सुधार गर्नुपर्ने पक्षहरू, जसलाई पुस्तकले भित्री अन्धकार पनि भन्छ, त्यो स्पष्ट देखाइदिन्छन्। पुस्तकको तर्क अनुसार यिनले पुराना कर्म ढाँचाहरूबाट मुक्त हुन र आध्यात्मिक विकासको बाटोमा अघि बढ्न सघाउँछन्। ओहो, यो ऐनाको अवधारणाले त सम्बन्धलाई हेर्ने दृष्टिकोण नै बदल्न सक्ने भयो। तर के यसको मतलब यस्ता सम्बन्धहरू सधैँ चुनौतीपूर्ण वा कठिनै हुन्छन् भन्ने हो त? जरुरी छैन। ऐनाले सुन्दरता पनि देखाउँछ नि, कमजोरी मात्र होइन। पुस्तकले भन्छ यी सम्बन्धहरूले अपार प्रेम, सहयोग र आनन्द पनि दिन सक्छन्। तर यदि चुनौती आइपरेमा त्यसलाई केवल समस्याको रूपमा नहेरेर होइन, केही सिक्ने वा हुर्कने अवसरको रूपमा हेर्न सकिन्छ भन्ने दृष्टिकोण प्रस्तुत गर्छ। यसले हामीलाई सम्बन्धमा आउने कठिनाइहरूप्रति अलि बढी धैर्यवान र समझदार बन्न प्रेरित गर्न सक्छ। अनि यस्ता सम्बन्धहरूलाई कसरी व्यवहार गर्ने अथवा कसरी हेर्ने भन्ने बारे पुस्तकले के सुझाव दिन्छ कि? दिन्छ।
मुख्य सुझाव हो शान्त र खुला मनले हरेक सम्बन्धलाई अनुभव गर्ने प्रयास गर्नु, त्यसको सतहभन्दा गहिरोमा के भइरहेको छ भनेर महसुस गर्न खोज्नु। अनि यदि सम्बन्धमा कष्ट वा द्वन्द्व छ भने त्यसलाई व्यक्तिगत आक्रमण वा असफलताको रूपमा मात्र नलिई यसमा लुकेको हुन सक्ने आत्मिक शिक्षा वा सन्देश के हो भनेर खोज्ने प्रयास गर्नु। प्रेम र करुणाको भाव राख्न पुस्तकले विशेष जोड दिन्छ। ल, आज हामीले आत्मिक सम्बन्धको अनुभूति र महत्त्व पुस्तकको अंशमा आधारित रहेर आत्मिक सम्बन्धको प्रकृति, लक्षण र महत्त्वबारे गहिरिएर कुरा गर्यौं। मुख्य रूपमा यो स्रोतले यस्ता सम्बन्धहरूलाई हाम्रो व्यक्तिगत र आध्यात्मिक विकासका लागि शक्तिशाली उत्प्रेरक र ऐनाको रूपमा प्रस्तुत गरेको रहेछ। हो, र अब जाँदा जाँदै एउटा प्रश्न मननका लागि छोडौं न त। के आजको यो चर्चापछि आफ्ना महत्त्वपूर्ण सम्बन्धहरूलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन ल्याउन सकिएला? के कुनै सम्बन्ध, चाहे त्यो सहज होस् वा जटिल, त्यसलाई केवल भावनात्मक वा सामाजिक लेनदेनको रूपमा मात्र नभई आफ्नै भित्री यात्रा र विकासको एक महत्त्वपूर्ण हिस्साको रूपमा हेर्न सकिन्छ कि? यो विचारणीय कुरा हो।